यो हेलो गाइज, कैसे हो आप सभी लोग। वेलकम बैक सबैजना। कस्तो छ हाम्रो एक्जाम सरेर ट्याक्कले लाएर म घर आइसकेँ। हामी यहाँ घर आइसकेका छौँ हैन। अब एक्जाम सरिहाल्यो हैन। अब आफ्नो त फेरि भोलिपल्ट आज सरेको थिएन भने भोलि दिनुपर्थ्यो एक्जाम। टेन्सनले टाउको दुखिसकेको थियो। भएको थियो भने त्यही हो। अब एक्जाम सरेर पनि अब पढ्ने त होइन, र पनि घर चाहिँ आइयो होइन। अब एक्जामले गर्दाखेरि यहाँ अब एक्जाम सरेको छ खुसियाली होइन। सबै 12का स्टुडेन्टहरू त सब खुसी होला। अब नाच्नु पऱ्यो नि त होइन। हो दिलवालो एक मिनट है। अलिकति खतरा ठाउँमा राख्नु पऱ्यो नि त। नाचेको ट्याक्कले यहाँ मलाई नाच्न मन लागिसक्यो एक्जाम सरेकोले गर्दाखेरि गाइज होइन। हल्का कहाँ राख्नु हम तो है कैपेचिनो, तुम पी लो जरा हसीनो। हम तो है कैपेचिनो, तुम पी लो जरा हसीनो। हम तो है कैपेचिनो, तुम पी लो जरा हसीनो। हम एक पे एक फरी है, सिर्फ जितने चाहे मारो। दंदन 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 हो होइन गाइस। अब एक्जाम सरिहाल्यो। अब के गर्न सकिन्छ त होइन। अब यहाँ हेर्नु नै यस्तो पढ्नु छैन यसको नि यस्तो त्यस्तो बिगा हो र। बिगार फेरि थोरै गरेको छैन अरे। यता हेर्नु त बिगार गर्ने गर्न यहीँ के गर्छ त खास। यहाँ आइज त विस्तृतमा जानकारी दिए त हाम्रो यहाँ आइज न। आइज ल यहाँ यता बस्न, यहाँ बस्न, यहाँ बस। अरे अब तँ मै भनेको नि मान्न छोडिस् होइन। अब भन् यहाँ बस्ने, यहाँ बस्ने ल भन्। ती बसेर भन् ल। तैँले के बिगार गरिस् भन् त अहिलेसम्म। आइस पनि रिसाइरहेछ होइन। पल्लो घर ओल्लो घर सबै घरमा तैँले गएर बिगार गरिस्। अब हेर्नुहोस् त यहाँ हेर्दै बिगार कति बिगार गर्न। यति बिगार गर्छ नि, यति बिगार गर्छ। आम्मामा के भन्नु यसलाई, के भन्नु। अहिलेसम्म लगभग 1.5-2 हजार बिगार त्यसले गइसक्यो होला। 1.5-2 लाखको त बिगार गरिसक्यो यसले गाई। हेर्नुहोस् त। र पनि लाज भन्ने चाहिँ छैन। कट्टै छैन। भोलो अनुहार हेर्दाखेरि माया लाग्छ। हेर्दाखेरि क्युट टाइपको यहाँ हेर्नुहोस्। देखा न देखा त छ होइन बिगार त। आम्मा ओ माई गड छोड आम्मा कठै यिनीहरूको एक्सर्साइज एकछिन है। अब गाइज हाम्रो यहाँनिर अहिले ठ्याक्कै मकैको नि होइन। मकैको के भन्छ त मौसम रहेछ। कति झुन्डेको यहाँ हेर्नु त गाई पिछै छोड्दैन हेर। मकैको मौसम रहेछ। अब मकै नखाने त कुरै हुँदैन। अब हेरौँ न यहाँ पोलेको मकै हेरौँ है त। मकै हेरौँ न मकै। ढाँडा नाना खै त मकै त यहाँ त क्लियर देखिँदैन त भाइ। फ्ल्यास चाहिँ हान्नुपर्ने भएको। आम्मा गर्मीमा फेरि ये हे चुलोमा त भूकम्प गएछ नि त। अब यहाँ गन्दै फेरि किलर खालको छ नि त बास्नै यहाँ। एकदम देसी मकै। देसी विदेशी। फाइनली गाइस मकै खाइयो होइन। मकै यहाँ छ। त्यो मकै खाने भए आउँदा हुन्छ। एकदम भए आऊ ए गाइस मकै खाऊ। अनि आएर मकै खाऊ। एकदम खतरा मकै छ होइन। एकदम मिठो। त्यसमाथि हाम्रो मम्मीले बनाएको चुम्मेश्वरी एकदम खतरनाक। नुन नहालेको तेलमा फ्राई नगरेको होइन। एकदम
घुम्रोमा यस्तो रपिया यस्तै वाह यहाँ एउटा कुन चाहिँ खोइ कहाँ गयो बेसार खाने बेसार खान्छ क्या पुरै यहाँ त हाम्रो फेरि मकै नै मकै हो नि त यहाँ वरिपरि पुरै गाउँ मकैले घेरिएको छ यहाँ पल्लो घरमा के खायो मकै ओल्लो घरमा के खायो मकै सबै पुरै गाउँभरि मकै नै मकै चलिरह त्यही हो आजको लागि यति नै भ्लग नेक्स्ट भ्लगमा मिल्नेछौँ गाइज होइन ओके सी यू इन नेक्स्ट भिडियो डेली भ्लग चाहियो भने कमेन्ट गर्दा हुन्छ अनि मकै खाने भए झापा आउँदा हुन्छ हाम्रो लोकेसन म भनिदिइहाल्छु बैगुन्द्रामा होइन ओके बाई बाई तँलाई पेन चाहिएको त्यत्रो बिगार गरेर तँलाई अझै पेन के गरेछ थाहा यसले के गरेछ भन्दाखेरि तँ के भन्छ त्यसलाई के हो त्यसको नाम भन्छ त्यो उयो हुन्छ नि त्यो दुलो पार्ने के भन्छ त्यो पन्नाहरू दुलो पार्छ नि हो त्यसले सबै मनजन किताब नयाँ किताबहरू सब दुलो पारिदिन्छ कि सामने वाली खिड़की में एक चांद